आयुर्वेदलाई जीवन विज्ञान पनि भनिन्छ। यस अनुसार स्वास्थ्य भनेको केवल निरोगी हुनु मात्र होइन, बरु शरीर, मन, आत्मा र प्रकृतिको पूर्ण सन्तुलन हो। प्राचीन वेदहरूमा उत्पत्ति भएको यो ज्ञान दिव्य ऋषिमुनिहरूबाट सञ्चारित हुँदै पुस्ता दर पुस्ता संरक्षित हुँदै आएको छ। आज यस प्राचीन ज्ञानको अनुभव तपाईँ नेपालमै बसेर गर्न सक्नुहुन्छ। भारतबाट आएको विश्वव्यापी रूपमा मान्यता प्राप्त आयुर्वेदिक स्वास्थ्य सञ्जाल डाक्टर विश्वरूप रोय चौधरी, आचार्य मनिषजी र उनीहरूको समर्पित समूहद्वारा बढ्दो सञ्जालको साथ HIIMSले आफ्नो एकीकृत उपचार प्रणाली शुद्धिग्राम नेपालमा स्थापित गरेको छ। यसको नामले नै धेरै कुरा व्यक्त गर्दछ। शुद्धि भन्नाले शरीर र आत्माको शुद्धि वा परिष्कार, र ग्राम भन्नाले गाउँ, शरीर र आत्माको शुद्धिको लागि समर्पित एउटा गाउँ अब तपाईको ढोका नजिकै। शुद्धिग्राम नेपाल परम्परागत आयुर्वेद, प्राकृतिक चिकित्सा, व्यक्तिगत आहार चिकित्सा, पञ्चकर्ण विषहरण, योग, ध्यान, फिजियोथेरापी र जीवनशैली परामर्शको एकीकृत समन्वय हो। यहाँ विशेषतः दीर्घकालीन र जीवनशैलीजन्य रोगहरूमा केन्द्रित गरिन्छ, जस्तै क्यान्सर जस्ता प्राणघातक रोगहरूको उपचार साथसाथै मृगौला र कलेजोको रोग, मधुमेह, उच्च रक्तचाप, हृदय र स्नायु सम्बन्धी समस्या, छालाको रोग, तनाव र पाचन सम्बन्धी विकारहरू, जडीबुटीका औषधि। यो एउटा अस्पताल भन्दा धेरै बढी हो। शुद्धिग्राम एउटा सामाजिक प्रवाह हो। यसको मुख्य उद्देश्य मात्र स्वास्थ्य जीवन दिनु मात्र होइन, बरु मानिसलाई आफ्नो स्वास्थ्यको जिम्मेवारी लिन सशक्त बनाउनु, प्रकृतिसँग फेरि जोडिन सहयोग गर्नु र सचेततापूर्वक जीवन बाँच्न प्रेरित गर्नु हो। शरीर र मनको सामञ्जस्य कायम गर्न अब तपाईँ आफैलाई स्वस्थ, सचेत र ऊर्जावान पहिचान्नुहोस्। नाम सम्झिनुहोला, शुद्धिग्राम नेपाल, सानेपा 2, ललितपुर, भिउती मार्ग, CG हेड अफिसबाट 120 मिटर टाढा।